बाइक अलिक झुलाउन अलिक झुलाइनु साथीहरू बाइक अलिक फोर्स कहाँ हजुरको हजुर घर कहाँ धारा पनि पनि आउनुभएको ए हो र त्यही त यहाँ लोकल होइन हजुरको त्यही गर तपाईँले हेलो सबैजनालाई नमस्कार म दिपेन्द्र राणा मगर है त फेरि पनि दिपेन्द्र मगर युट्युब च्यानल मार्फत तपाईँहरूको माझ आइसकेको छु होइन साथीहरू आज चाहिँ म स्पेसल मेरो भ्लग तपाईँहरूले डेली हेरिराख्नु भएको छ होइन तपाईँहरू इरिटेट हुनु त भएको छैन होला भन्ने मैले आशा गरिरहेको छु के होइन के कस्तो छ कमेन्ट पनि गर्दै गर्नु होला आज चाहिँ म यतिकै तपाईँहरूलाई यो सुर्खेतको होइन यहाँ बजार एरियाको रोडहरू कस्तो छ होइन विशेष गरेर यहाँको बन्दै गरेको रिङ रोड होइन धेरै मान्छेहरूले रिङ रोडको बारेमा भनिरहेको हुन्छ कि नेताहरूले त्यो भएर म आज रिङ रोडको के कस्तो छ कहाँसम्म प्रगति भइरहेको छ त्यो देखाउँछु साथीहरू है ओके होइन मसँग अब यो बाइकहरू मेरो रेडी भइसक्यो बाइक होइन म एक्लै छु साथीहरू आज कोही छैन एक्लै म भ्लग बनाउने नै छु टक्क बाइक रेडी भइसक्यो है ओके भिडियोहरू हेर्दै गर्नु होला है साथीहरू ओके यो पश्चिम जाने बाटो प्लस जुम्ला जाने बाटो हो साथीहरू यो यहाँबाट रारा जान्छ होइन म चाहिँ अहिले यहाँबाट फर्किन्छु है साथीहरू म चाहिँ अहिले यहाँबाट फर्किन्छु होइन यो एरियालाई बाङ्गे सिमल भन्छ होइन यो एरियालाई बाङ्गे सिमल भन्छ आजको विशेष भ्लग म चाहिँ यो मोबाइलको सेटिङहरू चेक पनि गरिरहेको हो होइन अब त्यसो भएको भएर अहिले म यो सुर्खेतको रिङ रोडको बारेमा अलिअलि बताउँछु होइन रिङ रोडको बारेमा यो पनि एउटा रिङ रोडै हो होइन यो चाहिँ मेन बजार जाने बाटो प्लस म चाहिँ रिङ रोड एकदम ठुलो छ होइन साथीहरू म उता गएन म जहाँ म जुन साइडबाट आइरहेको छु त्यता म अहिले गएन है अहिले गएन म चाहिँ यो बर्दिया जाने बाटोतिरको साइडको रिङ रोड मोटामोटी भ्लगहरू बनाउने कोसिस गर्छु है साथीहरू हेर्दै गर्नु होला यो अब रेडियो नेपाल आउँछ रेडियो नेपाल सबैलाई थाहा छ होइन साथीहरू रेडियो नेपाल भनेको तपाईँको नेपालको एउटा नम्बर 1 एउटा न्युज च्यानल टेलिभिजन हो होइन टिभी हो ताकि यहाँबाट हामीले चाहिँ एकदम प्रत्यक्ष रूपमा नभए पनि हामीले यो रेडियो मार्फत होइन यसको माध्यमबाट हामीले हर ठाउँमा के भइरहेछ भन्ने कुराहरू चाहिँ यस यो रेडियो नेपालबाट चाहिँ हामीले थाहा पाउन सक्छौँ होइन यो चाहिँ प्रायः तपाईँको हर जिल्ला प्रदेश या पहिला विकास क्षेत्र हुन्थ्यो होइन मध्यपश्चिमाञ्चल विकास क्षेत्र यो सुर्खेत पर्थ्यो पहिला होइन त्यो भएको भएर पनि यहाँ चाहिँ एउटा रेडियो नेपालको स्टेसन छ है यसले चाहिँ तपाईँको पहिलाको मान्छेहरूलाई थाहा छ होइन अहिलेको जेनजी पुस्ताहरूलाई अलिकति थाहा छैन पहिलाको जेनेरेसनको मान्छेहरूलाई चाहिँ थाहा छ नि त रेडियोहरू कसरी बजाउने एफएमबाट समाचारहरू गीतहरू होइन क्यासेटहरूको जमाना थियो नि त त्यो टाइममा चाहिँ काम लाग्थ्यो ओके साथीहरू होइन के कस्तो आएको छ भ्युजहरू यसो भन्दै गर्नु होला यहाँ चाहिँ यो सरकारले बिस्तारै भए पनि लाइटहरू राखेको छ सोलरको लाइटहरू राखेको छ राम्रो छ है साथीहरू एकदम राम्रो छ होइन त्यही हो गाई त बिचबाटै बुढाइ कहाँ आएको छैन बिचबाट बाटो काट्न अब चाहिँ म भने यहाँबाट उतातिर जान्छु साथीहरू होइन तेलपानी हुडी गाउँ न्यु रोडको म केही भागहरू देखाउँछु साथीहरू होइन रिङ रोड त ठुलो छ अलि टाइम लाग्छ अलि लामो छ यसको डिस्टेन्सहरू होइन अनि म चाहिँ पुरै भागहरू गएन र पनि म यहाँबाट यो बिच भागबाट गएर जान्छु है यहाँबाट यो बाटो गएँ म रिङ रोड जानको लागि है साथीहरू यो बाटो चाहिँ बर्दिया जाने
यो पहाडबाट चाहिँ तराईमा सबभन्दा नजिकको यात्रा जानको लागि यो बाटो हो। यो बाटो तर बनेको छैन, तल बिचमा भेरी पर्छ होइन। आजभन्दा 10 वर्ष पहिला नै यहाँ भेरीमा पुलको लागि डिपिआर सबै तयार भएर पिल्लर पनि गाडेको, तर बिचमा त्यही त अब कहाँ केही मिलेन है साथीहरू, त्यो तपाईँलाई पनि थाहा छ होइन। त्यो भएर त्यो त्यत्तिकै छ, अहिलेसम्म क्लियर भएको छैन। अब चाहिँ यहाँ बन्छ होला। अहिले फेरि बिचमा अलिअलि अस्ति सुन्दै थिएँ यहाँ टेन्डर आह्वान भएको छ अरे पुल बन्नलाई भन्ने लागिरहेको थियो। त्यसो भयो भने यो बाटोबाट तपाईँहरू तराई जानुको लागि तपाईँको 40 किलोमिटरमा पुग्न सक्नुहुन्छ होइन। हामी अब जो नेपालगञ्ज जाने बाटोबाट तपाईँको 105 किलोमिटर पर्छ नेपालगञ्ज होइन। कोलपुर 86 किलोमिटर भनेपछि यहाँबाट 40 किलोमिटर होइन, लगभग 40 किलोमिटरको बचत हुन्छ कि हामी 40 किलोमिटरमा पुगिहाल्छौँ। त्यति फास्ट ट्र्याक बन्न सक्छ, तर कहिले भन्ने त्यो चाहिँ थाहा टाइम लाग्छ होइन। ओके साथीहरू, यसलाई भन्छ भुरेली। यो भुरेलीतिर म पुग्दैछु। यहाँ त बाटोहरू जो राम्रो छ होइन। यहाँ त बाटो राम्रो छ। यो बढ्दै जाने बाटो हो, यो पुरै बनेको छैन। मैले तपाईँलाई अघि नै पनि भनिसकेँ। तर यहाँ यो ओडा नम्बर 2 को ओडा कार्यालय हो होइन। यहाँ पुरा आगो लगेर ध्वस्त बनाइदियो यार। कस्ता मान्छेहरू छन् हेर्नु यो। अब कसका लागि त होइन, हाम्रै सम्पत्ति जल्यो नि त यहाँ। अब यो ओडा नम्बर 2 कार्यालयको अफिस हो, सारा जलाइदियो यार। यसलाई साथीहरू यसलाई भुरेली भन्छ है, भुरेली। यो सानो बजार देखिराख्नु भएको छ नि, भुरेली भन्छ, भुरेली। भुरेली यहाँनिर एउटा कोलडाँडा, यहाँ तलपट्टि कोलडाँडा छ एउटा थारू होमस्टे भन्ने छ, दामी छ। त्यहाँ पनि म गएको थिएँ पहिला। यहाँ अहिले त मेरो क्यामेरा खासै राम्रो आएको छैन होला होइन, एन्टी लाइट परिरहेको छ नि त। हेर्दै गर्नु है साथीहरू, भिडियोहरू सही देखिरहेको छ नि है पुरा। अब चाहिँ फलाटे पुग्न लाग्यो म। यो पुरा फलाटेको गाउँ हो है, तपाईँले देख्न सक्नुहुन्छ साथीहरू। पुरा विकास हुँदैछ सुर्खेततिर पनि है। पुरा जग्गाहरू पुरा बिक्री भएर मान्छेले घरहरू हाल्दैछ धमाधम। रिङ रोड मैले भन्दै थिएँ, म अघि जहाँ जान लागेको छु यता यो डाँडाबाट यस्तो आउँछ साथीहरू होइन। म अलि उता गएन, उता बाटोहरू अलि कच्ची बाटो छ होइन। एक्लै फेरि जान अलि म अलि ठिक हुन्न क्या त्यतातिर। उता जङ्गल छ माथि पाडी। अब त्यहाँबाट यो पुरा यस्तो छ बाटोहरू पुरा। यो हो, यहाँबाट चाहिँ यो तेलपानी जाने बाटो सिधै गयो जान्छ होइन। अब चाहिँ यता जाने बाटो यहाँबाट तलतिर होइन, रिङ रोडै हो साथीहरू। वहाँबाट आएर यस्तो रिङ रोड जान्छ। अब म यहाँबाट रिङ रोडतर्फ गएँ। सुर्खेतको रिङ रोडमा कहाँसम्म प्रोसेस भएर रहेछ होइन, त्यो चिज देखाएँ होइन। तर रिङ रोड पनि नाम पनि रिङ रोड, तर बाटो पनि फन घुमेको बनाएर रहेछ साथीहरू यार। यो नयाँ कटिङ हो नि त यो। यहाँ त पुरा बनाएको त्यही दिन भट्की थियो, अहिले त बनाएर फेरि। अब हेर्नु यो यस्तो बिचैमा पोल गाडेर यार, यस्तो यो सेक्युरिटीको हिसाबले एकदम गाह्रो क्या यो। पोललाई हटाएर अलि साइडमा गर्नुपर्ने। कोही रातिमा हुन्छ अलि जोसमा, राति अब अँध्यारोमा लाइट, बाइकको लाइटहरू अलि राम्रोसँग बल्दैन, स्पिडमा आउँदा त अलिक गाह्रो पर्छ नि त होइन। यो साथीहरू ठौडी भन्छ यसलाई होइन, ठौडी भन्छ। यो रिङ रोड पर्छ होइन यो सर। तर यो बाटो बहुत घुमे रहेछ। यत्रो रिङ रोड राख्यो भने त यो बाटो सिधा हुनुपर्ने हो कि। यो यत्रो ठुलो बाटो छ नि, यहाँ त गाडी पुरा कुद्छ नि त ठुल्ठुलो गाडीहरू। त्यसो भएको भएर अलिक गाह्रो होला जस्तो लाग्यो मलाई। यता त बिल्कुल गाउँ भएको एकदम। केरा पाकिरहेको छ यार। बाइक पनि रेडी छ यार। बाइक अलिक धुलाउन आज धुलाएन साथीहरू है बाइक है। आज अलिक फोहोर छ बाइक, तर बाइक चाहिँ अलिअलि एकदम बाइकलाई चाहिँ एकदम सफा गर्न मन लाग्छ, तर टाइमै त्यस्तै हुन्छ। यो सिन हेर्नु दामी लाग्यो।
ट्याक्क टायरको यल्लो व्हिलको ट्याक्क देखेछ। मसँग भएको हेलमेट हो जुगारको। यहाँ मैले माउन्ट गरिरहेको छु साथी। यस्तो गाह्रो छ कि जुगार लगाइरहेको छु है यहाँनिर पुरा भित्र डप्टी हालेर है यस्तो जुगार गरिरहेको छु क्यामेरा अटाउनको लागि। यहाँको भ्यूहरू यस्तो छ साथीहरू है। यो तल सानो सुर्खेततिर पर्छ थौडीतिर छु अहिले म। यस्तो छ यहाँ गाउँको भ्यूहरू। यस्तो देख्न सक्नुहुन्छ यहाँ केराहरू उत्पादन रहेछ। केरा चाहिँ लास्ट टाइम महँगो छ नेपालतिर। काठमाडौँमा चाहिँ 20 रुपियाँको एउटा कोसा रहेछ। सुर्खेतमा पनि 10 पर्छ होला सायद समथिङ है। 10 रुपियाँ कोसा पर्छ। यो यति छ क्या साथीहरू। हेर्न सुर्खेत एउटा सानो मिनी भ्याली भन्छ नि त, त्यही भएर हेर्नु न यो पुरा तपाईँ खाली छ हेर्नु जग्गा देख्नुभयो। मसँग ड्रोन छैन, ड्रोन भएको भए ड्रोन सट हाल्थेँ अन्त दामी हुन्थ्यो होइन। पुरा खाली छ यो। मैले कहाँ छु भनेपछि तपाईँले भन्नु होला यो कहाँबाट भिडियो सुट गरेको होला भनेर कसैको मनमा लाग्छ भने म चाहिँ अहिले ठौरी भन्ने ठाउँमा छु होइन। फ्लाटे थाहा छ सबैलाई होइन, यहाँको लोकल मान्छेहरूलाई ठौरी भन्ने ठाउँमा छु। यहाँबाट यो पुरा तपाईँको यो सुर्खेत भ्याली यो पुरै यो सुर्खेत बजार पनि यो सबै यही हो होइन। यो पुरा हेर्नु यो सबै खाली छ, जमिनहरू पुरा खाली छ। माथि यो मेरोमा जुमिङ सिस्टम छैन त्यही भएर देखाउन सकिएन। यस्तो छ दामी यतातिर पुरा यो यहाँ यो पुरा यसरी यहाँ पुरा यो केराको बुट्टाहरू होइन। यहाँ धानहरू गहुँ है, गहुँ चाहिँ पुरा पाक्न लागेको रहेछ अब। अनि यहाँ चाहिँ हाम्रो यहाँ बाजे हुनुहुन्छ। बाजे चाहिँ यहाँ घाँस। हजुर घर कहाँ हो? हजुर घर कहाँ हो? मेरो धारापानी हो। कहाँ धारापानी? वहाँबाट यहाँ आउनुभएको? हजुर खेत यहाँ छ। ए हो र, त्यही त यहाँ लोकल होइन हजुरको? हजुर लोकल होइन। ए के भैँसी पाल्नु भएको छ? अब भैँसी पालेको छ। मेरो युट्युब च्यानल हो कि यहाँ के यसो अब भैँसी पालेको छ। त्यो अब बेच्नु छ। भैँसी कति पाल्नु भएको छ भैँसी? अब म चाहिँ एउटा भैँसी पालेको छ। त्यो अब 1 वर्ष 1 लाख रुपियाँ त्यो रेगुलर हुन्छ हो। त्यत्रो हुन्छ? कहाँ छ हजुरको फार्म खोल्नु भएको छ? अब फार्म खोलेको छैन। मेरो तरकारी मिसाउने के भन्छ त्यो अब खेती छ। खेती छ। भैँसी कति पाल्नु भएको छ भन्नुभयो? भैँसी एउटामा छ। अब तर त्यो मेरो खेती नै त्यो छ कि अब 1.5 बिघा जग्गामा छ। हो र ओहो। अनि तपाईँहरू बच्चा कहाँ हुनुहुन्छ? बच्चा त घरै हुनुहुन्छ। हजुर नेपाल आर्मी हो? अब म चाहिँ त्यो नेपाल रिटायर हो? रिटायर। ए त्यति तपाईँको ब्याज देखि नि त यो 64 रिटायर हो। 64 सालको 42 सालको त्यो भर्ती त 64। ए हजुर त्यही त। यो हजुरको को हुनुहुन्छ? छोरी? ए गाउँले हो। ल घाँस चाहिँ राम्रो तपाईँले घाँस रोप्नु भएको क्या है? ए ल राम्रो। यहाँ साथी यस्तै चाहिँ हाम्रो यहाँ गाउँमा यसरी भैँसीलाई घाँस राम्रो हो होइन। यसरी चाहिँ सबैले यस्तो गऱ्यो भने विकास चाहिँ हुन्छ सबैको है साथीहरू। बाख्रा हो? ल बाख्रा झन् महँगो छ त बाख्राको मासु त। 1000 रुपियाँ केजी है? खसीको 6000 छ। बाख्रा ल हजुर चाहिँ उसमा हुनुहुन्छ है टिभीमा। के हजुरसँग भेटेर चाहिँ एकदम खुसी लाग्यो। मेरो सब जग्गा धेरै छ। यहाँ छ त्यहाँ छ त्यो पाखाबाट छ। खेती लगाऊ भने चाहिँ हेरेर ल अङ्कल ल ल ओके अङ्कल है। ल यहाँ अङ्कल हुनुहुन्थ्यो होइन। उहाँ चाहिँ पनि उहाँ नेपाल आर्मी रहेछ क्या। उहाँले पुरा फौजी गफ दिनुभएको थियो कि मलाई। यहाँ यसरी यो घाँसहरू बोकेर होइन खेतीको लागि उसको लागि लानुहुन्छ होइन। यो मलाई चाहिँ मन दामी यहाँ पढ्यो। साथीहरू तपाईँलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। यो एरिया छ नि कस्तो दामी छ होइन। सुन्दरताले भरिएको भन्छ नि साँच्चीकै नेपालको धन हरियो वन नेपालको धन भन्ने एउटा हामीले कहावत भनौँ एउटा के भन्छ त्यसलाई यार होइन। त्यो हरियो वन नेपालको धन भन्छ। एक्चुअली यसलाई हेऱ्यो भने त्यो चाहिँ तपाईँको त्यो सेन्टेन्स त्यो वाक्य पुरा हुन्छ होइन। यति दामी छ हेर्नु न। यहाँ पुरा गोरुहरू बाँधेको होइन, परालको टौवाहरू यस्तो देख्न पाइन्छ साथीहरू है यहाँनिर। यो पुरा यो सुर्खेत भ्याली हो होइन। ठुलो छ। म तपाईँलाई चाहिँ नेक्स्ट भ्लगमा माथिबाट देखाउँछु होइन देखाउने भनेको। तर अहिले मौसम क्लियर भएको छैन कि। मौसम पुरा धुवाँ धुलो टाइपको हुन्छ नि त, क्लियर देखिरहेको छैन। त्यही भएर म गएको छैन। बच्चाबच्चीहरू यहाँ स्कुलबाट आउनु लाग्यो। यो चाहिँ विद्यालय क्षेत्र रहेछ।
यहाँ चाहिँ एउटै सरकारी विद्यालय हो यो क्लास 5सम्म क्लास 8सम्म हुन्छ होला यो म अहिले यहाँ हिँडिरहेको छु यो रिङ रोड है साथीहरू नामबाटै जाएर छ रिङ रोड तर यो लास्टै बाटो लास्टै घुमाएको रहेछ अब यस्तो हुन्छ कि यहाँ बाटो एउटैको बाटो धेरै जाने भएको भएर पनि यिनीहरूले यस्तै घुमाउँछ होइन केराको बोट तिमी मेरो कुट अब यहाँबाट अहिले त यहाँ पुरा घरहरू बनिसकेको छ अहिले यस राम्रो छ यो यस्तो छ भ्यूहरू यहाँबाट पुरै खाली छ अझै पनि होइन यहाँ ड्रोन सट लिन पाएको भए राम्रो हुन्थ्यो तर यहाँ मसँग छैन यतिकै लिएको छु यो पुरा खाली छ एरिया यहाँबाट गयो भने ट्याक्कै हजुर एचुक जान्छ यसलाई पतेनी रोड भन्छ यहाँबाट अलिकति पिच हुन बाँकी छ बाँकी त माथिबाट पिचहरू काम हुँदै आएको छ यहाँनिर अलिकति पिच हुन बाँकी रहेछ होइन यसलाई पतेनी रोड भन्छ साथीहरू यहाँबाट बजार नजिकै पर्छ यहाँबाट तपाईँ कति होला 4 किलोमिटर समथिङ होला यहाँबाट 4-5 किलोमिटर होला यहाँबाट ट्याक्क गर्ने यसलाई पतेनी रोड भन्छ म चाहिँ रिङ रोडमै छु साथीहरू होइन रिङ रोडमै छु अगाडिको कस्तो छ अहिले चाहिँ म सानो सुर्खेततिर लगभग पुग्न लाग्यो होइन यसलाई सानो सुर्खेत भन्दा पनि यो जयपुर भन्छ होइन यसलाई म अहिले जयपुर भन्ने ठाउँमा पुगेँ यो रिङ रोडहरू यहाँबाट बन्दैछ यसको नक्साहरू क्लियर भएको छैन कि यहाँ कतातिरबाट जाने भनेर होइन तर सम्भवतः अलिअलि पिच भएको रहेछ खुसी लाग्यो यस्तै गरेर विकास भयो भने एउटा हामी सुखी नेपाल समृद्धि नेपाल भन्ने एउटा मूल हाम्रो नारा छ त्यो पनि पुरा हुन्छ भन्ने लागिरहेको छ यहाँभन्दा उतातिर चाहिँ बाटो पिच छैन होइन अब चाहिँ कच्ची बाटो छ साथीहरू होइन अब यहाँबाट रिङ रोड बन्दैछ बिस्तारै नेपालमा बजेटको अभाव हुन्छ त्यो भएर पनि अलिकति विकास बिस्तारै हुन्छ क्या गाइड है अब यहाँ त अब रिङ रोड त यस्तो छ देख्नुभयो यहाँ अब यहाँ ठुलो गाडी आउनु अब यहाँ यस्तो छ साथीहरू होइन यहाँबाट तलबाट जानु भने एउटा पातल दरबार भन्ने एकचोटि फेमस थियो होइन धमिराको गोलो हो त्यहाँ म पनि गएर फोटो सेसन आजभन्दा 3-4 वर्ष पहिला गएको थिएँ तर आजभोलि चाहिँ गएको छैन यस्तो दामी रहेछ यहाँ चाहिँ होइन गहुँहरू फुलेर है गहुँहरू पाक्न लागेको छ यो सुर्खेत हो है साथीहरू सुर्खेतै हो कता गाउँमा आएछ नभन्नु होला सुर्खेतै हो सुर्खेत भ्यालीमा नि यस्तो दामी छ जो माथि बजारतिर बसिराख्नु भएको छ नि त उहाँलाई के थाहा के यस्तो पनि छ भनेर होइन यहाँ यस्तो दामी यो गहुँहरू चाहिँ भएर रहेछ होइन अब यो पाक्न लागेको छ यतातिर अझै राम्रो रहेछ यस्तो छ साथीहरू यो तल जयपुर भन्ने ठाउँमा छु म जयपुर भन्ने ठाउँमा छु अहिले यहाँ दामी छ अनि यो पुरा सुर्खेतको मेन बजार यो हो यता तल गएर यो जङ्गल देख्नु भएको छ त्यो काँक्रे बिहार जङ्गल छ म एक दिन तपाईँहरूलाई काँक्रे बिहार मन्दिरमा गएर तपाईँहरूलाई देखाउने नै एकचोटि म भिडियो बनाउने छु त्यो काँक्रे बिहारको यो लास्टको जङ्गल छ नि यसमा जुमिङको सिस्टम नरहेछ है साथीहरू त्यो वहाँ जङ्गलको बिचकोमा स्टोपुवा छ त्यो चाहिँ काँक्रे बिहार हो यस्तो दामी छ होइन सही देखिरहेको छ मेरो ब्याकग्राउन्डहरू एकदम दामी छ यो रिङ रोड बन्दै गरेको छ वहाँ आधी बाटो तपाईँ देख्नु भएको थियो पिच थियो भने यहाँ ट्र्याक मात्रै छ यहाँ कति कटिङहरू गर्न मात्रै बाँकी छ अझै माथिको जङ्गल देखेर चाहिँ मलाई एकदम मन छु है साथीहरू हरियो वन नेपालको धन भन्छ नि त्यस्तै लाग्यो दामी छ यो जयपुरको बस्ती हो मजाले जस्ताले छाएको घरहरू छ मजाको छ यतातिर कृषिहरू पनि गरिरहेको देख्न पाइयो होइन यस रमाइलो छ साथीहरू है ल भिडियो हेर्दै गर्नु होला यहाँ यस्तो छ साथीहरू बाटो है यहाँ
यो रिङ रोड यही हो, बन्छ बिस्तारै। अब चाहिँ नयाँ सरकार बन्दैछ। अबको केही दिनमा नयाँ सरकार बन्यो भने सायद त्यो बाटोहरू पनि बन्छ होला। जो पेन्डिङ कामहरू छ नि त्यो चाहिँ बन्छ जस्तो लागिरहेको छ। किन नयाँ सरकार, नयाँ जोस। रिङ रोड चाहिँ साथीहरू यहाँबाट खासमा रिङ रोड यता जान्छ होइन, यस्तो घुमेर यस्तो जान्छ घुमेर। तर उतातिर चाहिँ ट्र्याकहरू पुरा पुगेको छैन जस्तो लागिरहेको छ। म यो बाटो गएँ है साथीहरू, यो बाटो गएर तल मिल्छु होइन। किनभने यहाँबाट अब उतातिर पर बिचमा खोला पर्छ, एउटा खोलामा अलिक बाटो अप्ठ्यारो छ। त्यसो भएको भएर म त्यो खोलातिर गएन है साथीहरू, अहिले गएन। बट म तल लास्ट एरियासम्म चाहिँ म जान्छु तपाईँहरूसँग है। तपाईँहरूलाई देखाउनको लागि चाहिँ म लास्ट एरियासम्म चाहिँ म पक्का पुग्छु। यस्तै उबड खाबड बाटो छ, बाख्राहरू मजाले पालेको। तर बाख्रा पाल्यो पनि फाइदा छ है, बाख्रा मजाले पाल्नुपर्छ घरमा है। बहुत महँगो छ बाख्राको मासु यार। दुईवटा अटो यहाँ पनि। यो पुल चाहिँ धेरै पुरानो पुल रहेछ, अलिक ठुलो गाडीलाई अलिक समस्या। धाराको पानी कान्छी नान। अब म यो बाटो छ तपाईँलाई देखाउँछु। यो बाटो चाहिँ त ठ्याक्कै यहाँबाट जानु भने तपाईँले मङ्गलगढी चोक जान्छ यो बाटो होइन। यो बाटो ठ्याक्कै जानु भने कहाँ जान्छ, ठ्याक्कै मङ्गलगढी चोक जान्छ यो बाटो होइन साथीहरू। यो काँक्रीबिहारको जङ्गल पुरा, यो भ्याली काँक्रीबिहारको जङ्गल यो पुरा माथितिर। यो म तल्लो भेगमा छु अहिले सुर्खेतको। अब म चाहिँ रिङ रोड जाने भएको भए यहाँबाट तलतिर जान्छु है, रिङ रोडतिर। तलतिर कस्तो छ म देखाउँछु तपाईँहरूलाई। यहाँ चाहिँ अहिले चाहिँ रोड पिच गरेर रहेछ। अस्ति नै बन्दै थियो, रोड भर्खर पिच गरेर। ठुलो छ कि भ्याली। अब हेर्नु, म मेन बजार छोडिदिएँ होइन, बजार त माथि हो। यहाँ तल लास्ट अहिले म आएको छु सानो सुर्खेत भन्छ होइन। सानो सुर्खेत रिङ रोड चाहिँ पारीबाट गएको छ। त्यहाँ बिचमा चाहिँ त्यहाँ बिचमा एउटा त्यो खोला छ, खोलाले गर्दा अलिकति आपसमा मिलेको थिएन। म पहिला अहिले त गएन, योभन्दा पहिला गएको थिएँ। त्यो भएर म त्यो बाटो गएन होइन। म चाहिँ अहिले यो लाठी कोइली जाने बाटो भन्छ, जो बजारबाट मङ्गलगढी चोकबाट काँक्रीबिहार जाने बाटोमा आइरहेको छु। काँक्रीबिहार त पछाडि नै छुटिहाल्यो होइन। म चाहिँ रिङ रोडको तर्फ लागिरहेको छु साथीहरू। यहाँसम्म चाहिँ रोड मजाको पिच भएको रहेछ होइन। यहाँबाट तलतिर अब हुँदैछ काम बिस्तारै। नेपालमा यस्तो हुन्छ काम होइन, एकैचोटि बजेट कम छ नि त हामीसँग अर्थतन्त्र अलिक कमजोर छ देशको होइन। त्यही भएर विकास चाहिँ हुन्छ तर बिस्तारै एकैचोटिमा बजेट पर्दैन, बिस्तारै फेस वाइज पर्छ। त्यो भएको भएर यता चाहिँ छैन है। यो पाहाडी बाटो गछ क्या रोड, त्यही भएर नगएको हेर्नु। त्यो पाहाडीबाट यस्तो गछ क्या रोड, रिङ रोड। त्यहाँनिर यो बिचमा चाहिँ पुल छैन, खोलाबाट आउनुपर्ने हुन्छ, त्यही भएर म चाहिँ नगएको। सही देखिरहेको होला, देख्नु हेर्नु साथीहरू तपाईँहरूलाई। यस्तो दामी देखिरहेको छ होला है भ्यू। यो सानो सुर्खेत हो है साथीहरू, सानो सुर्खेत भन्छ यसलाई। तर बाटो अलिकति अप्ठ्यारो रहेछ। बाटो अप्ठ्यारो त होइन हुन त, हामी कस्तो कस्तो बाटोमा त हिँड्ने। तर बट यो एउटा कर्णाली प्रदेशको राजधानी भएर पनि यति बाटोहरू पिच नहुनु त अलि मजा चाहिँ आउँदैन है। राजधानी भनेपछि तपाईँको केटामरी यो 30-35 किलोमिटरको दायरामा त रोडहरू एकदम फिलिलिली हुनपर्ने हो नि त होइन। तर छैन, यहाँ यस्तै छ साथीहरू होइन। यहाँनिर अलिकति बाटो पिच गरेर रहेछ। यहाँ एउटा पुल पनि बनिरहेको रहेछ। पुल भन्नु विकास त भइरहेको छ है। यहाँ चाहिँ पुल ठुलै बनेको रहेछ। सही छ यार, बाँस गाडी आमा बाँस गाडी छ।
अहिले म यहाँ रिङ रोडमा आइसकेको छु है साथीहरू है। रिङ रोड, यो रिङ रोडमै छु अहिले। बच्चाहरूको यहाँ छुट्टी हुनु लागेको रहेछ। हाई गर सबैले। यहाँ बच्चाहरू स्कुलबाट आएर चाहिँ यिनीहरू सक्यो। अब चाहिँ म पिच बाटोमा पुग्छु होइन। उता यता अगाडिको साइडहरू चाहिँ पिच गरिसकेको छ क्या। आमा दामी कबेल लगाएको यहाँ फर्सी यस्तो दामी। यता खेती त किसान राम्रो हुन्छ यतातिर। यता फेरि पानीको समस्या छैन क्या, पानी एकदम पाउँछ होइन। पर्याप्त मात्रामा पानी छ, पुरा सिम एरिया छ। तपाईँको कुवाहरू खन्दा पनि धेरै त्यस्तो रिङ खन्नै पर्दैन यहाँ। यहाँनिर अलिकति बाटो पिच गरेर रहेछ। यहाँ एउटा पुल पनि बनिरहेको रहेछ। पुल भन्नु विकास त भइरहेको छ है। यहाँ चाहिँ पुल ठुलै बनेको रहेछ। सही छ यार बाँस गाडी। आमा बाँस गाडी छ। अहिले म यहाँ रिङ रोडमा आइसकेको छु है साथीहरू है। रिङ रोड, यो रिङ रोडमै छु अहिले। दामी यहाँ काँक्रा लगाएर रहेछ यार। यो हो रिङ रोड। यहाँ धेरै कामहरू गर्न बाँकी छ। नाला भर्खरै बन्दै रहेछ यो एरी साइडमा। नाला बन्दै रहेछ। बन्छ होला बिस्तारै है। यहाँ यो पहाडी बाटो गएको छ क्या रोड, त्यही भएर नगएको हेर्नु। त्यो पहाडी बाटो यस्तो गएको छ क्या रोड, रिङ रोड। त्यहाँनिर यो बिचमा चाहिँ पुल छैन, खोलाबाट आउनुपर्ने हुन्छ, त्यही भएर म चाहिँ नगएको। सही देखिरहेको होला, देख्नु हेर्नु साथीहरू तपाईँहरूलाई। यस्तो दामी देखिरहेको छ होला है भ्यू। यो सानो सुर्खेत हो है साथीहरू, सानो सुर्खेत भन्छ यसलाई। तर बाटो अलिकति अप्ठ्यारो रहेछ। बाटो अप्ठ्यारो त होइन हुन त, हामी कस्तो कस्तो बाटोमा त हिँड्ने। तर बट यो एउटा कर्णाली प्रदेशको राजधानी भएर पनि यति बाटोहरू पिच नहुनु त अलि मजा चाहिँ आउँदैन है। राजधानी भनेपछि तपाईँको केटामरी यो 30-35 किलोमिटरको दायरामा त रोडहरू एकदम फिलिलिली हुनपर्ने हो नि त होइन। तर छैन यहाँ, यस्तै छ साथीहरू होइन। ए कुकुर कहाँ बाबु। यहाँ कर्णाली थारू होमस्टे चाहिँ यहाँ दामी छ है साथीहरू। खाजा खाना पऱ्यो भने यहाँ पनि आउन सक्नुहुन्छ। यो मेरो बायाँ साइडमा भएको चाहिँ काँक्रे बिहारको जङ्गल हो। यहाँ तपाईँको मिनी चिडियाखाना घर बनाउने भन्ने एउटा सरकारले, राज्यले त्यो व्यवस्था पनि लागू गर्दैछ। अब यहाँबाट सिधै गयो भने त सिधै एयरपोर्ट पुग्छ। म चाहिँ रिङ रोड जाँदैछु, रिङ रोडको भिडियो बनाइरहेको छु। त म रिङ रोडको लागि यहाँबाट रिङ रोड यता हो राइट साइड बाँसगाडीको झ्याङबाट टक्क लाग्यो त यो के हो रिङ रोड। बाफरे म रिङ रोडमा छु अहिले। दामी यहाँ आँपहरू फुलिरहेको रहेछ। आँप यो वर्ष चाहिँ आँप राम्रो फल्ने देखियो है। यहाँ पुरा आँपहरू पुरा फुलिरहेको रहेछ। यो रिङ रोड चाहिँ सायद यहाँबाट बन्छ होला यो बाटो। यो त रिङ रोड हो, तर यहाँबाट जान्छ कि उताबाट जान्छ होइन। म बिचबाट गएँ त रिङ रोडको बाटो।
कस्तो आइरहेको छ साथीहरू साँझ पख अहिले अब यो बादल लाएर अलिकति अँध्यारो टाइपको देखिरहेको छ अनि क्यामेराहरूलाई फेरि अलिकति एङ्गल मिल्नु पर्ने रहेछ क्या भिडियो सुट गर्नको लागि यहाँ कस्तो देखिरहेको छ यस्तो प्रतिक्रियाहरू दिँदै गर्नु होला है साथीहरू यो पुरा खाली छ क्या होइन देख्नुभयो नि यो पुरा यो साइड खाली छ यो साइड पुरै खाली छ है सुर्खेत भनेपछि मैले यत्तिकै भने होइन मैले मात्रै भने होइन सबैले भन्छ नि त एउटा मिनी काठमाडौँ चाहिँ एउटा सुर्खेतको भ्यालीलाई पनि लिन सकिन्छ भन्छ क्या होइन हेर्नु नि पुरै खाली छ यो होइन यो सारा खाली यहाँ अगर बस्यो भने एकदम ठुलो हुन्छ यहाँ पनि तपाईँको बजार मार्केटहरू एकदम ठुलो हुन्छ अहिले तपाईँको एकदम एक साइड मात्रै बजार छ अहिले होइन अनि यो माथिको बिचको जङ्गल छ नि यो जङ्गल भन्दा उता छ कि सुर्खेत बजार त यो जङ्गल छ नि यो काँक्रे बिहारको जङ्गल हो होइन यो लगभग 12-15 किलोमिटरको एरिया छ भित्र त्यहाँ पुरा जडाहरू छ त्यहाँभित्र पुरै पाउँछ होइन पिकनिक स्पट हरेक छ अनि सरकारले अझै लगाउन सक्यो भने त यति राम्रो बन्छ नि त त्यहाँ तर अलिक सकिरहेको छैन तर आशा छ बिस्तारै हुन्छ होला होइन एउटा चिडियाखाना पनि बनाउन सक्छ पछिको भविष्य योजना चाहिँ त्यो गर्न सक्छ होला पछि चाह्यो भने म आज चाहिँ तपाईँहरूलाई चाहिँ मेन साथीहरू रिङ रोड देखाउन खोजिरहेको थिएँ रिङ रोड के कस्तो छ सुर्खेतको अपडेटहरू होइन म चाहिँ कोही मान्छेलाई लिएर संवाद त गरेन तर मोटामोटी जहाँसम्म म जान सकेँ त्यो तपाईँहरूलाई देखाउने कोसिस चाहिँ गरिरहेको छु अहिले म हिँडिरहेको यो रिङ रोड यसलाई रिङ रोड भन्न मिल्दैन यो चाहिँ घुस्रा जाने बाटो यो अहिले म जहाँ छु घुस्रा हो यो रिङ रोड चाहिँ अलिक पारी बाटो छ त्यहाँ चाहिँ अलिक कच्ची ट्र्याक भएको भएर म चाहिँ गएन होइन यहाँ मेरो त राइट साइडमा यो सायद पारी कुनाबाट चाहिँ रिङ रोड हो भन्ने हो तर यही बाटो पनि जान सक्छ होइन यही बाटो पनि रिङ रोड जान सक्छ तर यो पटक चाहिँ आँप यति दामी फुलेछ हेर्नु न साथी आँप त यति फुलेछ नि भन्छ अरे आँप धेरै फुल्यो भने गर्मी चाहिँ धेरै यो साल गर्मी धेरै बढ्छ भन्दै थियो हेरौँ कस्तो हुन्छ होइन अहिले विद्यालयको छुट्टीको टाइम भयो नि त साँझको 4 बज्न लाग्यो त्यही भएर पनि अब यहाँ यसरी है मेरो यहाँ फोन आएछ जस्तो लाग्यो तर यो रोड चाहिँ यहाँनिर एकपल्ट एकदम भाइरल भएको थियो होइन यो बर्खाको टाइममा यहाँ रोड पिच गरिदिएको अनि साइडमा धानहरू भएर पनि एकदम धानले यति राम्रो देखाइरहेको थियो कि त्यही भएर मान्छेहरू धेरै यहाँ फोटो खिच्न टिकटक बनाउन भिडियो बनाउन आएको भएर यहाँ चाहिँ यो रोडलाई अहिले के गरेको छ नाम भाइरल रोड भनेर चाहिँ नाम राखेको छ अहिले यहाँ अनि एकदम कसरी भाइरल भयो भने तपाईँको नाम त यो रिङ रोडै पर्छ होइन तर यहाँ तपाईँको यति मान्छे आए फोटो सेसन गर्नको लागि अहिले त त्यस्तो सिन छैन त्यो बर्खाको टाइम भर्खरै न्यू पिच गरेको साइडमा धानहरू झुपेको हुनाले एकदम चर्चामा भयो अहिले पनि यहाँ मान्छेहरू कलेजको नानीहरू आइरहेछ फोटो खिचाइरहेको छ होइन अनि रिङ रोड चाहिँ साथीहरू त्यहाँबाट पुरा यो रिङ रोड यस्तो आउँछ होइन अनि मेन त्यहाँबाट बन्छ होला तर अहिले चाहिँ यही हो रिङ रोड पछि बन्छ होला तर बाटो चाहिँ धेरै घुमायो कि तर स्पिड कुदाउन अलिक नसकिने के टर्निङ चाहिँ तपाईँको यो 50 मिटरको टर्निङ आइहाल्छ होइन सिधै गराउनु पनि यस्तो हुन्छ क्या एउटै जग्गा जान्छ नि त त्यो भएको भएर पनि होला होइन कस्तो आइरहेछ साथीहरू मेरो भिडियो है सल्लाह दिनु होला है साथीहरू यहाँबाट तलतिर त सायद रिङ रोड पछि त्यो बाटो खुल्छ होला अहिले चाहिँ यही हो रिङ रोड यहाँबाट यता गइयो भने ठ्याक्क देउती बजे पुग्छ है म चाहिँ यहाँ यता गएन अहिले म गएँ त रिङ रोड अब यो बाटो रिङ रोड हो यही हो बाटो यही बाटो चाहिँ त ए ल ल ल
म यहाँ कन्फ्युज भएको के बाटो यसरी फन नयाँ कटिङ यहाँबाट यस्तो भएको रहेछ। यो बन्दै गरेको रिङ रोड हो यो। अच्छा यहाँ ट्याक्क यहाँ आउँदैछ साथीहरू है बाटो माथिबाट गएर। अब रिङ रोड सकिन लाग्यो है यहाँबाट। यो तल्लो बेल्टको जति पनि त्यो एरिया थियो मैले पश्चिम साइड छोडेर मैले पुरै चाहिँ क्यामेरामा लिने कोसिस गरेँ साथीहरू होइन। के कस्तो लाग्यो प्रतिक्रिया तपाईँहरूले दिनु होला। के अरे तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ मेरो यता लेफ्ट साइडमा ठुलो यो बिजुलीको तार भएको सब स्टेसन देख्न सक्नुहुन्छ। यो तपाईँको अहिले भर्खर लेटेस्ट बनेको यो 132 केबी विद्युतको यो सेवा बनेको छ। त्यसले गर्दा अब यो सुर्खेत वीरेन्द्रनगर लगायत कर्णाली प्रदेशका 10वटा जिल्लालाई चाहिँ जति यो विद्युतको आपूर्तिको समस्या पर्थ्यो त्यो चाहिँ यसले पुरा गर्छ भन्ने हामीले आशा गरेका छौँ होइन। यो ठुलो यो तपाईँको 132 मेगावाटको यो ठुलो यो प्रोजेक्ट हो अहिले सम्पन्न भएको छ। त्यो भएर पनि अहिले हाम्रो सुर्खेतमा अहिले कम भोल्टेजको समस्याहरू थियो त्यो चाहिँ कम भोल्टेजको समस्या चाहिँ अब पुरा हुनेछ होइन साथीहरू। यहाँ चाहिँ लाइट बलिरहेको रहेछ कसले किन मारेन। अब रिङ रोड सकिन लाग्यो। अब म यहाँबाट नेपालगञ्ज जाने बाटोमा पुग्नु लाग्यो। अब सुब्बा कुना भन्छ यो ठाउँलाई है। यहाँनिर ट्राफिक चेकिङहरू बसिरहेको हुन्छ पुलिसहरू। यहाँबाट चाहिँ तपाईँको भ्याली सकिन्छ होइन। यो रिङ रोड अन्ततः यहाँबाट आएर रिङ रोड तपाईँको यो जुम्ला राजमार्ग यानि कि यो तपाईँको अहिले नेपालगञ्ज जाने बाटो होइन। नेपालगञ्ज जाने बाटोमा यहाँ आएर सम्पन्न हुन्छ है साथीहरू है। अब यता यो म यता मेरो ब्याक साइडमा नेपालगञ्ज जाने बाटो हो। नेपालगञ्ज कोलपुर बाँके बुटोल होइन काठमाडौँ जाने बाटो हो। अब म चाहिँ लागेँ यहाँबाट ओह्रालो सुर्खेत भ्यालीतर्फ। पुरा गाडीको छतमा चाहिँ पुरा बाख्रा हालेर लिएर रहेछ कि बाख्रा हालेर पुरा बाख्रा हालेर लिएर रहेछ होइन। हालेर रहेछ लाइटिङ अगाडिपट्टि हालेको थियो। अब यो यहाँको चोक आउँछ यहाँनिर यसलाई भन्छ सुब्बा कुना होइन। यहाँबाट सिधै जाने काठमाडौँ जाने बाटो यता है। काठमाडौँ जाने बाटो यहाँ योबाट पनि जान सक्छ। सिधा बाटो छ क्या अहिले मदन भण्डारी राजमार्ग। यहाँबाट अहिले नयाँ बाटो यो मदन भण्डारी राजमार्ग यही हो। अहिले काठमाडौँ जाने गाडीहरू पर यही बाटो जान्छ। तलबाट नेपालगञ्ज जानलाई ढिलो पर्छ हुन्छ होइन। यही बाटो जान्छ। यहाँबाट चाहिँ लाइटहरू जोडिरहेको छ। यहाँ अँध्यारोमा चाहिँ राम्रो हुन्छ। जे होस् रातिमा एक्लै हिँड्दा पनि रमाइलो हुन्छ साथीहरू होइन। गाग्रेताल पुल अब साँझ पख हो साथीहरू होइन। सही देखिरहेको छ भ्यू कस्तो लागिरहेको छ होइन। प्रतिक्रिया दिनु होला साथीहरू है। अब चाहिँ म यहाँ देउती बजे मन्दिर पुग्न लाएँ। अब चाहिँ भिडियो चाहिँ एन्डिङ गर्नुपर्छ होला है साथीहरू। ओके साथीहरू भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। ओके अहिले चाहिँ म भिडियोबाट छुट्ने। ओके बाई गाइज।